अनि अहिले मलाई यस्तो समस्या भयो मलाई के गर्ने कताबाट मैले के गर्ने काम के गरे पाराले काम भन्ने बासमा छु। गत पुस 1 गते रातिको करिब 8 बजेको समय श्रीमानसँग धित मर्ने गरी कुरा गर्ने मन थियो पार्वतीलाई। भिडियोमा थोरै कुराकानी भयो, कुरा हुँदै थियो, त्यत्तिकैमा श्रीमानले एकैछिन व्यस्त छु, फोन राख, पछि फोन गर्छु भनेर फोन काट्नुभयो। त्यसपछि सम्पर्क हुन सकेन। राति 2 बजेतिर अचानक श्रीमान काम गरिरहेको पानी जहाजबाटै बेपत्ता भएको खबर प्राप्त हुन्छ। त्यसबेलादेखि बेचैनमा हुनुहुन्छ तुलसीपुर 3 दमारगाउँ निवासी पार्वती विक। त्यत्तिकै मैले काममै छु भन्नुभयो। काममा हुँदाखेरि पनि ठिक छ, यो बाबु रुइरहेको थियो, फोन राख्नुभयो। म त पछि फोन गर्नुहुन्छ भने अब पैसा फेरि डाटा चलाउनु थियो कि पैसा राखेर एमबी बनाएर पैसा सिद्धिया रहेछ। उहाँको मान्छेले फेरि वाइफाई चलाउनु दिने रहन्छ, त्यत्तिकै आफ्नै डाटा तानेर नै चलाउनु रहेछ। अनि पछि फोन गर्नुहुन्छ भने गर्नु भएन। अनि पछि हामी सुतिहाल्यौँ। त्यहाँको रातिको पुलिसले भनेको छ, उहाँको पुलिस रिपोर्ट फेरि के आएछ 2 बजेर 20 मिनटमा घटना घटेकै हो। यहाँदेखि मान्छे फेरि अहिले अनुसन्धानमै राखेको छ। राजकुमार 2 वर्ष अघि मात्रै रोजगारीका लागि मालदिप्समा जानु भएको थियो। मालदिप्समा पानी जहाजमा काम गर्नुहुन्थ्यो। उहाँ 2 वर्ष पुगेपछि घर आउने कुरा पनि थियो। तर 2 वर्ष पुग्दा 1 महिना बाँकी रहँदा श्रीमान बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ। यस्तो गर्नु यस्तो पनि भन्नुहुन्थ्यो, हेर्नुहोस् अहिले मलाई यस्तो गाह्रो भयो बच्चाको। अनि मेरो छोराछोरीलाई मैले पढाउनु लेखाउनु भनेर म धेरै आशमा थिएँ। माथि बढाउलो जस्तो पनि हामी यस्तो समय पनि हामी 2 बुढाबुढीले कमाएर छोराछोरीलाई पढाउँला लेखाउँला भनेको थियौँ। अहिले यस्तो सपना चकनाचुर भयो, नसोचेको कुरो हुने रहेछ सर, के भन्यो। रोजगारीका लागि अघिल्लो वर्ष माघमा मालदिप्स पुगेका राजकुमारलाई सकुशल पाउने आशा झिनो बनिसकेको छ। तर मालदिप्स सरकारले मृत पनि घोषणा नगरिसकेको अवस्थामा परिवारलाई झनै समस्या भएको छ। 3 महिना पुग्न लाग्यो, कतैबाट नहुने भयो, के गर्नु होला सर। म सेवा सुविधा नि कतैबाट नपाउने भएँ, घरमा खाने रासन पनि नहुने भयो। बच्चाले भन्छ मम्मी मलाई कापी सिद्धिया छ, कलम सिद्धिया छ भन्छ। हेर्नु त्यो भन्दाखेरि मन रुन्छ। अब इक्जाम आउनलाई इक्जाममा मैले बाउ भएपछि यस्तो गर्नु उस्तो पनि भन्नुहुन्थ्यो, हेर्नुहोस् अहिले मलाई यस्तो गाह्रो भयो। समुद्रमा डुबेका राजकुमार भेटिने सम्भावना नभएपछि परिवारले काजक्रिया समेत गरिसकेको छ। अहिले आवश्यक क्षतिपूर्ति पाउनका लागि परिवारले विभिन्न निकायमा धाइरहेको पनि छ, तर धेरै खर्च भइसकेको छ।